नमस्ते सम्पूर्णलाई क्रिप्टो जर्नीमा हार्दिक स्वागत छ। बीटीसी यतिखेर 1,07,500 US डलरको रेन्जमा चलिराखेको छ। अल्टकोइनहरू पनि साइडवेजमै छ हैन, बिटकोइनलाई फलो गरिराखेको छ। प्रोबेबली बिटकोइन मे गो अप और गो साइडवेज फर फ्यू डेज। यदि बिटकोइन यसरी साइडवेजमा एक दुई दिन मात्र जाँदै गर्दाखेरि पनि अल्टकोइनहरू चाहिँ अहिलेकोबाट चाहिँ 10% 20% माथि जाने चान्सेसहरू चाहिँ देखिन्छ हैन। स्ट्रङ फन्डामेन्टल भएको कोइनहरू र मिम कोइनहरू पनि माथि जाने चान्सेस हुन्छ। यो मार्केटको नेचर नै हो हैन। त्यसको अलावा आज चाहिँ एउटा सानो लेभरेज ट्रेडिङको विषयमा चाहिँ तपाईहरुलाई सानो एउटा टिप्स लिएर आएको छु, जसमा चाहिँ ट्रेडिङ गर्दाखेरि धेरैवटा कोइनहरुमा चाहिँ एकैचोटी नगर्नु होला। एउटा अथवा दुईटा मा चाहिँ गर्नुस् र चाहिँ कुनै एउटा कोइनमा गर्दाखेरि चाहिँ जसमा तपाईलाई लाग्छ यो चाहिँ माथि जान सक्छ। लगभग मैले चाहिँ ट्रेडिङ गर्दाखेरि चाहिँ लङ पोजिसनकै लागि गर्छु, सर्टको भन्दा पनि हैन। र मानौ कुनै एउटा कोइनमा जस्तै इथेरियम भयो, त्यसमा चाहिँ तपाई लङ गर्न चाहनुहुन्छ भने चाहिँ अहिलेकै प्राइस रेन्जबाट पनि अथवा त्यो भन्दा थोरै तल पनि राख्न सक्नुहुन्छ। अहिले मानौ 2500 छ भने 2400 अथवा 2300 मा चाहिँ एउटा चाहिँ लिमिट अर्डर राखेर लङ पोजिसन 5x लेभरेज लिएर, धेरै पनि नलिनु होला। 5x लेभरेज लिँदाखेरि के गर्नुस् भने $100 लगाउनुस् हैन। $100 को लङ गर्नुस् 5x मा। अनि तपाईसित जति 500 जति अमाउन्ट भयो भने ब्याकअपमा चाहिँ 400 राख्नुस्। त्यो भयो भने तपाई लिक्विडेसन हुने चान्सेस एकदम कम हुन्छ हैन, तपाईको सेफ्टीको लागि हो। र चाहिँ $100 लगाउनुस् र 10% 20% अथवा कति हुन्छ त्यति बढ्दा बित्तिकै एक्जिट गर्ने हिसाबले चाहिँ स्मल प्रॉफिट एक्जिट हो। यो स्ट्र्याटेजीले गर्नु भने चाहिँ सानो प्रॉफिट पनि हुँदै जान्छ र बिस्तारै आफूलाई चाहिँ अलिकति कन्फिडेन्स आएपछि लेभरेज पनि अलिकति 5x बाट 6x 7x यसरी बढाउँदै जान सकिन्छ हैन। र अर्को कुरा चाहिँ टेक प्रॉफिटको मार्जिन र स्टप लसको मार्जिन पनि तपाईले राख्न सक्नुहुन्छ सेफ्टीको लागि। तर 5x लेभरेज लिएर तपाईले ब्याकअपमा चाहिँ 100 को ट्रेड गर्दै गर्दाखेरि